संसारमा जन्म लिने महिला र पुरुष बाहेक भएर जन्मिए, अर्थात् तेस्रो लिङ्गी भएर। हुन त जन्म मेरो अस्वाभाविक होइन अनि न त स्त्री र पुरुष नछुट्टिने अङ्ग नै थिए मसँग। यसर्थ त्यति बेला कसैलाई थाहा भएन मेरो अलग अस्तित्वको। म स्त्रीलिङ्गी थिए, यसर्थ नाम राखियो निर्माया। हाम्रो परिवार त्यति धेरै सम्पन्न होइन। कास्कीको काडे लुम्लेमा मेरो घर। थोरै जग्गा पनि थियो, त्यसमै हातखुट्टा बजाउँथ्यौँ, अन्न उब्जाउँथ्यौँ। गाई भैँसी थियो, तिनलाई स्याहार गरी आएको दुधले घरको सामान्य खर्च टार्थ्यौँ। 2वटा दाइपछि म जन्मी, यसर्थ महत्त्वकै थिएँ म। हामी हुर्कदै गयौँ। घरको आर्थिक अवस्था त्यति धेरै सबल नभएको गल्ले गर्दा दाइहरूले पढाइ पनि बिचैमा छाडी कामको खोजी गर्दै काठमाडौँ छिर्नुभयो। मेरो पढ्ने तीव्र इच्छा थियो, यसर्थ परिवेशसँग सङ्घर्ष गर्दै पढेँ मैले। बिहान बेलुका घरको कामसँगै गाउँलेको काम गर्न जान भ्याउँथेँ म। यसबीचमा पनि मेरो पढाइ राम्रै थियो। मेरो शारीरिकसँगै मानसिक विकास हुँदै गर्दा म स्त्रीलिङ्गी भएर स्त्रीप्रति नै आकर्षित हुने स्वभावको भएँ। सुरुमा म यो स्वभावदेखि डराएको थिएँ। संसारमा केटाकेटी बीच आकर्षण भएको, केटाकेटी बीच प्रेम भएको, केटाकेटी बीच विवाह भएको अनि केटाकेटी बीच नै गृहस्थी चलेको मात्र थाहा थियो मलाई। यसर्थ ममा चाहिँ किन यो अलग किसिमको आकर्षण पलाउँदैछ भनेर आत्तिएको थिएँ म। तर मेरै गाउँमा अरू 2 जना साथी पनि म जस्तै पाएँ मैले। उनीहरूले मलाई बताएका त होइनन्, तर उनीहरूको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र होइन, म जस्ता अरू पनि हुन्छन् भनेर। म उनीहरू जस्तो धेरै चञ्चल चाहिँ थिएन। घरको आर्थिक सामाजिक परिवेशले होला म बच्चादेखि नै अन्तर्मुखी थिएँ। यसर्थ असल शब्दको विशेषण थपिदिएका थिए मेरो नाममाथि छिमेकीहरूले। यसको प्रभावले नै होला कुनै बदमासी गरिएन बच्चा बेलामा। कक्षा 8 पढ्दै गर्दा पल्लो गाउँकी नीला रिजालसँग मेरो आकर्षण रहन गयो। मेरो पढाइ राम्रो भएकाले सबै विद्यार्थी अनि शिक्षक मसँग नजिकिन्थे। यस्तै तवरले उनी पनि नजिकिएकी हुन् मसँग। उनी राम्री थिइन्, यसर्थ मैले उनलाई विशेष साथी बनाएँ। उनी अङ्ग्रेजी विषयमा रुचि राख्थिन् अनि म चाहिँ विज्ञान र गणितमा। हामी भेटमा दुवै एक अर्कालाई सिक्ने सिकाउने गर्थ्यौँ। हाम्रो भेट बाक्लिदो थियो अनि सम्बन्ध पनि। विद्यालयको समयले मात्र नपुगेर हामी एक अर्काको घरमा ओहोर दोहोर गर्न थालिसकेका थियौँ। उनी मलाई असल साथी, सहयोगी साथीको रूपमा हेर्थिन्। म भने उनलाई छुट्टै किसिमको प्रेम नै गर्न थालेको थिएँ। यद्यपि डरले भन्न चाहिँ सकिरहेको थिएन। एक दिन उनी हाम्रो घरमा बस्ने गरी आइन्। बेलुकाको खानापछि हामी सँगै सुत्यौँ। त्यस रात मैले आफूले चाहेको व्यक्ति आफ्नो अङ्गालोमा हुँदा आफूलाई नियन्त्रण गर्न सकिनँ र बिस्तारै उनलाई स्पर्श गर्न थाले। उनले अवरोध गरिनन्, बरु झन् मसँग टाँसिन थालिन्। यसरी त्यो रात हामी बीच त्यो सबै हुन गयो। अब मलाई आफ्नो फरकपनको बारेमा उनलाई भन्नु कुनै अप्ठ्यारो लागेन र भने पनि। अनि प्रेम प्रस्ताव पनि राखे। उनले स्वीकार गरिन्। मेरो खुसीको सीमा नै थिएन। संसार नै जितेझी लाग्यो। झन् धेरै मेहनत गर्न थाले पढाइमा अनि काममा पनि। गाउँका सामाजिक कार्यक्रममा धेरै सक्रिय हुन थाले। सबैले मलाई धेरै राम्रो मान्थे। म उनलाई औधी माया गर्थे। यसर्थ म हर समय उनीसँगै रहन चाहन्थे। उनलाई हरेक काममा सहयोग गर्थे। यहाँसम्म कि पल्लो गाउँको उनको घरमा पुगी घाँस काटिदिने लगायतका घरायसी काममा सहयोग गरिदिन्थे। उनको प्रेमले मेरो जीवनमा बसन्त छाएको अनुभव थियो। म आफैमा मग्न थिएँ, मस्त थिएँ। मेरो जेठो दाइले विवाह गर्नुभयो। पोखरातिरै काम गरी भाउजूलाई लिएर उतै बस्न थाल्नुभयो। घरमा उहाँहरूको कुनै आर्थिक सहयोग थिएन। माइलो दाइ विदेशिनु भएको थियो। मलेसिया जानु भएको मेरो दाइले पनि खासै कमाइ गर्न नसकेको भन्दै घरमा आर्थिक सहयोग गर्नुभएको थिएन। यसर्थ एसएलसी पछि मेरो पढाइमा अवरोध आयो। 1 वर्ष गाउँमै खेत बारीको काम गरी बसे। पढ्ने रहर मरेको थिएन। गाउँकै एउटा प्राविमा शिक्षक बन्ने मौका पाएँ। त्यसपछि भने आफूले पनि माछापुच्छ्रे उच्च माविमा +2 का लागि कक्षा 11 मा भर्ना भएँ। बिहानी कलेज थियो, तर नियमित जान भने पाएको थिएन। यद्यपि राम्रै नम्बर सहित +2 पास गरे। नीला पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक पढ्न थालिसकेकी थिइन्। यसर्थ हाम्रो भेट पहिलेको तुलनामा पातलिदो थियो। तर हामी एक अर्कालाई उत्तिकै माया गर्थ्यौं र उनी भर आएको प्रत्येक पटक हामी सँगै बिताउँथ्यौं हाम्रो समयहरू। उनी मलाई जीवनमा हार नखान प्रशस्त प्रेरणा दिन्थिन्। परिवारको जिम्मेवारी धानेकोमा गर्व गर्न आग्रह गर्थिन्। यसरी नै चलिरहेथ्यो जिन्दगी। केही अभाव, केही जिम्मेवारी, केही अप्ठ्यारो, केही आशा अनि केही माया।
हो, यसरी नै चलिरहेथ्यो मेरो जिन्दगी। मेरो गाउँका म जस्ता 2 जना साथीहरू एकाएक गाउँबाट गायब भए। मलाई उनीहरूको चासो थियो, यद्यपि म उनीहरू जस्तो गाउँमा खुलेको थिएन। उनीहरूले आफ्नो इच्छा अनुरूपको कपडा लगाउँथे र कपाल काटी केटा झै बनाएका थिए। यो कुरालाई गाउँमा स्वाभाविक रूपले लिएको थिएन। उनीहरू गाउँबाट हराउनुको पछिको कारण मैले उनीहरूको लैङ्गिकतालाई लिए। उनीहरूले यो गाउँ छाड्नुपर्ने अवस्थालाई मैले मेरै आँखाले नियालेको थिएँ। यसर्थ मैले मेरो फरकपनलाई दुनिया सामु खुल्ला प्रदर्शन गर्ने निर्णय लिएँ र आफूलाई नियन्त्रण गर्दै गर्दै जिन्दगी बाँच्दै गए। विदेशबाट दाई आउनुभयो। दाईको शरीर पहिलेको तुलनामा मोटाएको थियो, अनुहार चिल्लो भएको थियो, बाँकी कुनै परिवर्तन थिएन। निलाकै सल्लाहमा म पिएन क्याम्पस पोखरामा भर्ना भएको थिएँ। यद्यपि परीक्षा दिन मात्र पोखरा झर्थे। निला गाउँ आउँदा मेरो घरमा आउँथे। उसको उपस्थितिलाई मेरो बुवा आमाले पनि रुचाउनुहुन्थ्यो। ऊ राम्रै थिइन्। दाईले उनलाई मन पराउन थाल्नु भएछ। यसर्थ निलाको बारेमा मलाई प्रश्न सोध्न थाल्नुभयो। म उहाँलाई बताउन चाहन्थे निला सिर्फ मेरी हुन् भनेर, तर बताउन सकिन। अरूले मलाई के भन्ने हुन् भनेर तनाव थियो। दुनियाँले मलाई छोरी भनेर चिन्थे, यसर्थ केटी केटी बीचको सम्बन्धलाई अरूले वैधानिकता नदिने र निलाको समेत यसमा बेइज्जती हुने डरले मैले केही बोल्न सकिन। आमा बाबुले पनि मलाई दाईको विवाहका लागि निलासँग कुराकानी गर्न भनेपछि त एउटा चोटमाथि फेरि खुकुरीको प्रहार परे जस्तै भयो। न म आफूलाई अभिव्यक्त गर्न सक्थे, न निला मेरो दाजुलाई सुम्पन तयार हुन सक्थे। कसैलाई सुनाउन नसक्ने यो पीडाले मलाई भित्रभित्रै खोक्रो बनाउँदै लग्यो। एक दिन निलाले उनलाई मेरो दाई मन पर्न थालेको र उनीहरू बीच शारीरिक सम्बन्ध पनि भइसकेको भन्दै मसँग माफी मागिन्। म झन गहिरो खाडलमा परे। आफै सपना देख्न लगाई अनि आफै भत्काइन् त्यो सपनालाई उनले। म निस्तब्ध बने, केही भनिन उसलाई। अब मलाई संसार हेर्ने रहर हुन छाड्यो, भोग्ने रहर हुन छाड्यो। त्यही पनि जिन्दगीलाई मृत्यु वरण गराउन लगाउन सकिन। मृत्युभन्दा झन धेरै पीडादायक यही जिन्दगी बाँच्न थाले म। केही दिन कोठाभित्रै गुप्तवास बसे। फेरि बल्ल बल्ल आफूलाई थोरै सम्झाउने प्रयास गरे। आखिर निलाको खुसी मेरो उद्देश्य हो त म उसको यो खुसीलाई किन स्वीकार नगरिदिउँ भन्ने लाग्यो। आफ्नो परिवार पनि पराया झै लाग्न थाले। संसारमा म एक्लो महसुस गर्न थाले। सबैको संयुक्त चाह भएपछि निरीह म किन गर्न सक्थे र? मेरै आँखा अगाडि मेरै प्रेमिकालाई दाइले घर भित्राउनु भयो। मेरो जिउने आधार टुट्यो। दैवले पनि मलाई लुट्नसम्म लुट्यो। हिजो उनलाई हेर्न आतुर मेरा आँखा अब उनलाई देख्न साथ तर्सन थालेका थिए। यो कस्तो विडम्बना! हामी एउटै छतमुनि थियौं, तर पनि चैन थिएन। सम्बन्ध बदलिएको थियो, समय बदलिएको थियो। म झन निरीह बन्दै थिएँ। म मेरो मनलाई एक्लै एक्लै सम्झाउँदै र पुनः पहिलेकै अवस्थामा आफूलाई ढाल्ने प्रयास गर्दै थिएँ। उनी पनि मेरो विद्यालयमा अंग्रेजी विषय पढाउन थालिन्। उनी हर समय मेरै आँखा अगाडि हुन्छन्, तर मेरो भएर होइन। मलाई थाहा छ उनी पनि मलाई माया गर्थिन्। यसर्थ उनीलाई पनि धेरै अस्वाभाविकता लागेको त होला त्यो परिवेशमा। यसैले पनि हुन सक्छ उनले मेरो प्रतिको व्यवहार एकासी परिवर्तन गरिन्। मसँग नबोल्ने, बोल्नै परे पनि झस्केर बोल्ने गर्न थालिन्। गाउँमा सबैले मलाई राम्रो मान्थे, त्यही पनि गाउँमा गएर मेरा बारेमा नराम्रा कुरा गर्न थालेकी रहन्छन्। म प्रेममा मात्र होइन, जिन्दगीमा नै हारेको मान्छे। के गर्न सक्थे र? चुपचाप बसे। अनि उनका विरुद्ध मलाई गर्नु पनि केही थिएन। विवाहको 6 महिना पछि नै बुवा आमा र मलाई छाडी उनीहरू छुट्टै बस्न थाले। मलाई अलिकति सहज भयो। फेरि पुरानै शैलीले जिन्दगी अगाडि चल्दैछ मेरो। फरक यति मात्र हो कि हिजो मसँग नीला नामकी उत्प्रेरक थिइन्, प्रेमिका थिइन्, आज कोही छैन। बस यति मात्र हो फरक छ। म अहिले पिएन क्याम्पसमा गणित विषयमा मास्टर गर्दैछु अनि व्यवहार चलाउन शिक्षण पनि गरिरहेको छु। आज गाउँबाट एकाएक हराएका मेरा 2 साथी नील, हिरा समाज संस्थामा आबद्ध भएर आफ्नो इच्छा अनुसारको जिन्दगी जिइरहेका छन्। हाम्रो समुदायको अधिकारको बारेमा आवाज उठाउँदैछन् उनीहरू। उनीहरूलाई देखेर खुसी लाग्छ अनि उनीहरूको त्यो आँटलाई सलाम पनि गर्न मन लाग्छ। म हिजो खुल्न डराएँ, अहिले पनि डराएरै आफूलाई खुम्च्याएर बाँचेको छु। ती साथीको अभियानमा प्रत्यक्ष सहयोग गर्न नसकेकोमा पीडा बोध हुन्छ। उमेर ढल्दै जाँदा भविष्यको चिन्ता पनि लाग्ने रहेछ। बुवा आमाले विवाह गर्न धेरै आग्रह गरिरहनु भएको छ, तर पनि मैले उहाँहरूलाई मेरो चाहना अनि रहर बताउन सकिरहेको छैन। यसरी थुप्रै आन्तरिक द्वन्द छटपटी भित्र बाँचेको छ मेरो जीवन। बाँचेको पनि के भन्नु, मरिरहेछ भन्नु नै उपयुक्त होला। मैले समयमै आफूलाई आत्मप्रकाशन गर्न नसकेको पीडा जिन्दगीभरि भोग्ने भए। अब जिन्दगीमा एउटै उद्देश्यले जन्म लिएको छ, समाज सेवा गर्ने।
साथीहरू खुलेर समाज सेवा गर्दै हुनुहुन्छ, तर म अप्रत्यक्ष रूपले उहाँहरूलाई साथ दिइरहेको छु। समाजमा चेतना बढ्दैछ, यसर्थ म पनि अब छिटै खुलेर समाजमा प्रस्तुत हुन्छु होला। पीडाको यो जिन्दगी अब धेरै बाँचिरहन सक्दिन म। सायद यसैको परिणामले हुन सक्छ म आज यो मेरो आफ्नै आत्मकथा सबैलाई सुनाउने जमर्कोमा जुटे। जिन्दगी यस्तै रहेछ, कहिले काँडा अनि कहिले फूल। साथीहरू, यो कथा पूर्वेलीन्यूज.com बाट लिएको हो। तपाईहरू यस्तै रमाइलो सत्य कथा र हाम्रो समाज र देशमा घटिरहेको घटनाहरूको बारेमा न्यूजहरू पढ्न रुचाउनुहुन्छ भने पूर्वेलीन्यूज.com मा गएर पढ्न सक्नुहुन्छ।